Hello guys, welcome to my mini vlog. सेवा सेमुना सबैजनालाई म चाहिँ कहाँ हिँड्ने होला भनेर तपाईहरुले गेस गर्न सक्ने हुनेछ। म चाहिँ टक्क लाएर माछा मार्न हिँडेको अवस्था। बाइकमा सोल्टीहरू पनि हेर्दै जाँदैछन् हैन। टक्क लाएर म चाहिँ माछा मार्न हिँडे। अब केरा पनि बोकेर साथमा भरे भोक लाग्ने सक्ने सम्भावना आमा बाबाहरू गइसक्नु भइसकेको छ। म चाहिँ बिस्तारै गएको छु। यति राम्री मान्छेलाई घरि नघरि कालो न कालो देखाउँछ यो क्यामेरा भन्ने चिज। यति रिस उठ्दैन, मस्त नेचुरल ब्युटिफुल हो नि। फेरि तपाईहरु हेर्न आउनुहुन्छ। अब यो फेरि 3-4 लाखको बजेट परेर भर्खर भर्खर बाटो खनेको हो हामीलाई ठाउँमा। ठक्क लाएर हेर्नु सक्नुहुनेछ तपाईहरुले। म चाहिँ कुद्नु पर्ने हुन्छ हैन, किनकि बाबुआमाले डाँडा काटिसकिसक्नुभयो। बेसार एकदम पाखाभरि हुन्छ हाम्रोतिर। मेरो घर चाहिँ त्यही हो परको। म चाहिँ हिँडे। पूजा भने पनि सास बढ्दैछ, बिस्तारै जानु पर्यो। अब माछा के कति मारिन्छ त्यसको अनुसन्धान तपाईँ हामी बसेर गर्नुपर्ने हुन्छ। माछा गङ्गटाको मृत्यु हुने गइरहेछ कुकुन्चेको ओरै बिचराहरू। उनीहरू पनि तेलमा छर्र उनलाई धेरै आत्तिरहेको होला हैन। प्रत्येक सम्भावना हाम्रो यस्तो विरक्त लाग्दो गाउँ भइरहेछ अहिले। पछि चाहिँ एकदम दामी हुन्छ, हरियाली भएर। अहिले चाहिँ मेरो ड्याडीले यहाँ केरा रोप्नु भएको, केरा खेती गर्नुभएको। यो रोडले गर्दा सत्यनाश भयो। यसको भरपाई कसले तिर्छ? माटोले सबै पुर्यो। केरा थियो हैन। हामी जस्तो जमिनदार व्यक्तिको यही रोडले गर्दा एक पाखै लग्यो। जमिनदार मान्छे रोडले गर्दाखेरि एकदमसँगले गरिब हुँदै गएको छ। त्यस्तै छोटकरी भिडियो बनाउँदै गर्नेछु। हजुरहरू हेर्दै गर्नुहोस्, हेरेर साथ दिनुहोस्। बाटो यस्तो छ, हिँडिराख्नु भएको छ। ढिलो एल्दिप्ला न भनेको आउँछ। नाति केटा के गर्नु त गाह्रो छ जिन्दगीमा। ढिलो बसेको बेलामा हिँड्नुहोस्। विदेशदेखि पर्सेको बुढी आएर र पो त आएको थियो। लगभग खोल्छ पुगिसकिसक्यो। खोलाको डिलसम्म पुगिसक्यौँ हामी। त्यति अड्कियो तम तयारी भएर आमा पनि झोला बोकेर माछा एक झोला ल्याउने विचारले हिँडिरहेछौँ हामी गएछौँ। खोल्सा त्यही हो, पानी सुक्दै गएको छ। माछाहरू एकदम तडपिरहेको छ खोलातिर। एकदम माछाहरू भट्ल्याङ गर्छ भनेर हिँडेको। के कस्तो हुन्छ विचार गर्नुपर्छ। अब एकदम सिस्नोहरू बहुत पाइन्छ यता। सिस्नो दाउरा काटेर यता मान्छेहरूले छोडिया कारण सुल्की झरेर मृत्यु पनि हुने सम्भावना हुन्छ। फेरि बाटोतिर सहर बजारमा बस्ने सरहरूलाई खासै यतातिर आउन उपयोग छैन। खुट्टा र हात भाँचिने सम्भावना छ। हेर्नु सक्नुहुन्छ रोकठोक। यसलाई चाहिँ रोक र ठोक भन्छ। रोक भनेको चाहिँ रोक्ने, अनि ठोक्ने भनेको चाहिँ यहाँ ठोकिन्छ। अनि रोक र ठोक त्यसको मतलब तपाईँहरूलाई मजाले म बुझाइदिन्छु। रोक भनेको यसले माछालाई ट्वाक्क रोक्छ, ठोक भनेपछि यहाँ ठोकिन्छ। त्यस्तै यहाँ पानी पनि कम्तीजना लगेको रहेछ। 1 2 3 घर लगेको रहेछ। नालाहरू यता छन्। विरक्त लाग्दो जङ्गल। यो संसार कुकपाले गरेका कि कस? यो कसका रुखरा छन् काटेका? गैर कानुनी काम गरे के हो साथीहरू? तपाईँहरू भन्न सक्नुहुन्छ गैर कानुनी काम होला। त्रिशुलहरू काट्नु भएको छ कसले हो एकदमसँगले।
ए सिस्नु पनि थिएछ गजब गजब त त्यही त अलिक सिस्नु मिठो हुँदैन होला सिस्नु त छन् सिस्नु त एकदम गजबको थिएछ खाने खाले तर के गर्नु अब सिस्नु मलाई हाम्रो धामी टिपाले सिस्नु नखानु भने खान सिस्नु अब नखानु पर्ने अवस्था मैले एक दिन मछली पनि अहिलेलाई चाहिँ खाने भरे बेलुकादेखि चाहिँ मछली पनि नखानु अरे यहाँ पुरा भइरहेछ प्रसङ्ग बाटो बाउ नाति चाहिँ संसार घुमिसक्नु भइसकिसक्यो होला फुर्ती हामी चाहिँ हिँड्नु नसक्ने अलिक यता गङ्गटा थियो होला यो खोलातिर पानी रहेछ नि पानी सुक्दै गएको छ कि सानो पानी छ नि अचेल माछा हुँदा सिस्नु भनेको चाहिँ यही चिज हो होइन यहाँ सिस्नु पो देखाउनु लागि चाहिँ आउनु त्यही हाल्छु यसरी जानुपर्ने यसरी सिस्नु के चार अब सुँगुर पनि मर्छ भन्दो रहेछ दाउरा थोरै छैन मान्छेले काटेको रहेछ उहिरो 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 छन् देख्न सक्नुहुनेछ यही खोलामा माछा पर्ने हो पानी सुक्दै गएको छ त्यही भएर खोला सानो छ तर माछा एकदम बहुत हुन्छ भनेर नभनौँ ठिक ठिकै हुन्छ ड्याडी एउटा के एउटा गर्नु सक्नु भइसकिसक्यो यस्तोतिर माछा हुन्छ हिले माछा है यो चाहिँ हिले माछा बसेको हुन्छ बुवाले छेड्नु हेलो साथीहरू अब मैले झिगेर माछा भेटिसकेँ मैले यत्रो बुढाउले मारिसकेँ उफ्रियो मैले सुरुवात गरेँ यस एकदमसँगले रोकठोकको पनि काम छ यहाँ रोकठोक है बुवाले छेड्नु सुरु भइसक्यो लगाएको छ एउटा मान्छे उता छ सुरु देख्न सक्नुहुन्छ खोला खोलेको देख्न सक्नुहुनेछ सबैजनाले यहाँ माछा मारेको अलि भने देख्न सक्नुहुनेछ हामी खोला गइरहेछ यत्रो कालो नाकालो हिले मैले परिसकेको छु भाँडामा छ अगाडि तपाईँलाई एकछिन देखाउँछु खतरा आज मैले माछा परेँ झिके माछा पनि यस्तो बुढो परेँ कि हिले माछा पनि एउटा परेँ मैले होइन हाम्रो खोला ठुल्ठुलो बढ्दै गएको छ यो खोलामा चाहिँ अहिले यस्तै हो पानी तर पछि चाहिँ मान्छे बगाउने हुन्छ तर मैले हिले माछा मारिसकेको छु कालो न कालो चाहिँ उधार गरिदिएको ल मैले बस सानो सानो बच्चा पहिला त्यही पारिसक्नु त माछा झिगे खाजा खाने टाइम अङ्गुर खाँदैछ र माछा पनि एकै भाँडा भए जस्तो छ माछा छैन दगुर त किरा पनि ड्याडीले खाने टाइपमा मैले पनि गाँक्सी लिएको प्लास्टिकमा बासी भात पनि छ बासी भात पनि माछा मार्न आएको माछा मार्दै आएर खाइयो यी अङ्गुर पनि त छ त अङ्गुर बोकेको छ त दामी हुन्छ यो गङ्गटा राम्रो हुन्छ राम्रो गङ्गटा खान आउनु होला हाम्रो एकदम गङ्गटाको झोल खुवाउँछौँ आउनु होला अर्ग्यानिक जेन्डिसको दबाई यसलाई चाहिँ नखाने उधार गर्ने हो यसको उधार छ फालिदिने यो नखाने धेरै ठुलो छ नलाने यसलाई छोडिदिने पाप धेरै नगरौँ भनेर थियो र अब गललाई हल्ला रहेछ यहाँ माछा अब निस्किन्छ यहाँदेखि हिले माछा एकदम पानी एकछिन पर्खिनुहोस् निस्किन्छ हुन्छ सहयोग गर्नुपर्छ ड्याडीलाई ओ मेरो बुवाको बल चाहिँ हो कि आमामा एकजनाले यत्रो उचालेर राख्नुभएको छ बाख्रे हेलो साथीहरू अब यति माछा गङ्गटा माऱ्यौँ हामीले
ठुलो ठुलो गङ्गटा चाहिँ छ है। यो अब ढुङ्गो फड्लक्कै निकालेर यहाँदेखि हिले यत्रो हिलेछ त्यो निकालेर खानुपर्ने। यो ढुङ्गोमा सरसफाइ गरिसक्यौँ यसलाई। टक्क बुबा चाहिँ उकार्नु जानुभएको छ गल। अनि अब यहाँदेखि हिले माछा निकालेर अन्तिम हो यो अब अन्तिम। अनि यता अलिकति मारेर सुन एक छाक त भइसक्यो। हेर्न सक्नुहुनेछ चारजनालाई मजाले पुग्छ मजाले पुग्छ। आमा बाउ र म अनि मेरो बाजे लगायत चारजनालाई मजाले पुग्छ। एकदम झिगे माछा माथि त खाँदैन होइन। अब यो यत्रो माथि गर्दा पनि माछा निस्केन। आज ढुङ्गा कतिचोटि पल्टाइ मित्र तर ढुङ्गाहरू बाहुबली बनेर मेरो ड्याडी बिचरा दुःख भइसक्यो तर पनि हिले माछा निस्केन। तर यसलाई चाहिँ मार्ने योजना नै छ हाम्रो। जे जसरी हुन्छ मारेरै लाने भने योजना बद्ध छ। सिस्नुघारी सिस्नुले पोलेर उखार पार यस्तै छ। हातको हालत यस्तो भएको छ सुनिएर। खुट्टाको हालत गाह्रो छ। माछा यहाँ धोएर किलाएर लानुपर्ने आवश्यक छ। र पखाल्दै म चाहिँ भाँडामा लगाउँ भन्नु नि। अलिक सानो नगर। अब साथीहरू यस्तै यति नै मारियो हेर्नु होला है। अब भिडियो चाहिँ धेरै लम्बिए जस्तो छ। अब धेरै लम्बा नदिउँ यतिमै समाप्त गरिदिउँ। यो पकाएर खान्छौँ भरे टक्क म यसको फोटोसोटो हाल्छु त्यहाँ हेर्नु होला। ठ्याक छर्रा पारेर पकाएर खान्छौँ। अब भिडियो यतिलाई अन्त्य गर्दै हामी चाहिँ अब भोकले यस्तो मर्नु पनि लाग्यौँ। अब घर जान्छौँ अनि चामलको भात पकाएर यो गङ्गटा माछा पकाएर खान्छौँ। यति नै यसलाई भिडियोलाई यति नै समाप्त गर्दै सबैले हेरिदिनु भएकोमा एकदमसँगले मुरी धन्यवाद तपाईँहरूलाई। अनि तपाईँहरूलाई पनि मेरो गाउँमा आएर यस्तो खानु मन छ भने आउनु होला। म मारेर खुवाउँछु खानुपर्छ हामी सबै मिलेर है त साथीहरू। सबैले भिडियो हेरेर युट्युबलाई पनि सब्सक्राइब गर्नु सेयर गरिदिनु होला।